किशोर हराएको सूचना। अन्दाजी वर्ष 13-14को, गहुँगोरु वर्णको पोलिस्टरको कमिज, कालो हाफ प्यान्ट लगाएको, खुट्टामा कालो टायरको चप्पल लगाएको, रुकुम घर बताउने मोहन नाम गरेको किशोर यही 2032 साल वैशाख महिनाको पहिलो सातातिरबाट रुकुम काक्री गाउँबाट हराइरहेको हुँदा फेला पार्नुहुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ। अन्दाजी 50 वर्षपछि त्यही किशोर दाङको दुन्द्रा गाउँमा भेटियो। यतिखेर उसले बिर्सिसकेको थियो आफ्ना दाजुभाइ दिदी बहिनीको नाम, मात्र याद थियो बुवा आमा र गाउँको नाम। उसले बिताइदियो सिंगै जिन्दगी भारतको चण्डीगढ, लुधियाना र जगराउँमा। म घर बिदामा दशैं मनाउन आएको बेला उहाँसँग भेट भयो हाम्रै घरमा। मेरो बुवा र मित बुवाले मित लगाउँदा बुवा चाहिएर बुवा बनिदिनु भएको रहेछ उहाँ। त्यही भएर हाम्रो घरमा आउनु भएको रहेछ। मलाई थाहा थिएन उहाँको बारेमा। दशैंपछि रुकुम नागरिकता बनाउन जानुपर्छ नाति भनेपछि बल्ल थाहा पाएँ उहाँको बारेमा। उहाँको बारेमा जान्न मन लाग्यो। हामीले दशैंसँगै मनायौं। हाम्रो टीका नभए पनि खानपिन गरेर दशैं मनायौं। टीकाको दिन उहाँसँग कुरा गर्न मिलेन। टीकाको दोस्रो दिन नारायणपुर बोलाएर उहाँसँग कुरा गर्न पाएँ। उहाँको स्मृति कोट्याउन मन लाग्यो, उहाँको बारेमा जान्न मन लाग्यो। बाजे कुन ठाउँमा जन्मिनु भयो? रुकुमको कुन ठाउँमा जन्मिनु भयो तपाईँ? रुकुम काँक्री। रुकुमको काँक्री। काँक्रीमा तपाईँ कति वर्षको हुनुहुन्थ्यो इन्डिया जाँदाखेरि? 14 वर्ष। 14 वर्षको हुनुहुन्थ्यो। 14 वर्षको हुनुहुन्थ्यो, इन्डिया जानुभयो। कोसँग जानुभयो? कोसँग जानुभयो जाँदाखेरि? 2 जना साथीहरू थिए, तिनीसँग गयो। साथीको नाम याद छ? साथीको नाम बिर्सिएँ मैले। अनि रुकुमको काँक्री भन्ने ठाउँ तपाईँ जन्मिनु भयो? हजुर। जन्मेको याद छैन? कति वर्षको यति सालमा जन्मियो भने केही थाहा छैन? थाहा छैन। तर तपाईँलाई 64 वर्ष पुग्यो भन्ने त थाहा छैन अहिले? त्यहाँबाट 14 वर्षको आएको। अब त्यति वर्षबाट अब यति वर्ष तक अब याद छ। 64 वर्ष। तपाईँको बुवाको नाम के हो? के याद छ? बुवाको नाम धनबहादुर घरती। हजुर। आमाको नाम मेघमारी घरती। अनि कति दाजुभाइ कति हुनुहुन्थ्यो? दाइ एउटा, 2टा भाइ। एउटा बहिनी। एउटा बहिनी। दाइ भाइको बहिनीको नाम थाहा छ तपाईँलाई? त्यो पनि बिर्सिएँ मैले। बिर्सिनु भयो। अनि बुवामा कति वर्षको हुनुहुन्थ्यो तपाईँ छोड्दाखेरि? कति वर्षको हुनुहुन्थ्यो त्यहाँ? त्यहाँनिर चाहिँ अब न बुवा हुनुहुन्थ्यो होला 45 वर्ष जतिको, अब आमा हुनुहुन्थ्यो होला 40 जति। 40 वर्ष जति भनेपछि 2032 सालमा तपाईँ घर छोडेर हिँड्नुभयो। 14 वर्षको हुनुहुन्थ्यो त्यति बेला। त्यो हिसाबले तपाईँ अहिले 64-65 वर्ष पुग्नुभयो। रुकुमबाट इन्डिया गएको तपाईँको लगभग अहिले चाहिँ हिसाब गर्दाखेरि 50 वर्ष पुग्यो। यो 50 वर्ष पुग्यो चाहिँ कहाँ हुनुहुन्थ्यो तपाईँ? कहाँ पुग्नुभयो? म चण्डीगढमा बसेँ 8-10 वर्ष। त्यसको बादमा लुधियानामा बसेन सबभन्दा ज्यादा। लुधियानामा बस्नुभयो, चण्डीगढ बस्नुभयो। अनि त्यसपछि अन्त कहाँ बस्नु? कति वर्ष बस्नुभयो त्यहाँ? चण्डीगढमा बसेँ लगभग 10 वर्ष जति। अब लुधियानामा बसेँ लगभग अब 40 वर्ष जति बसेँ। 40 वर्ष जति लुधियानामा बस्नुभयो। के गरेर बस्नुभयो त्यहाँ यति वर्ष? अब कहिले कोही 2-3टा म्यागमामा गरेँ। अब त्यस्तै त अब जागिर भनेको अब भाग्यमा नभएको सरकारी जागिर नखाने। अब पहिला सेन्ट्रल गभर्मेन्टको एफसीआईमा लागेको थिएँ। एफसीआईबाट अब डिसमिस भयो, त्यो छाडिदिएँ। त्यसको बादमा फेरि पन्जाब पुलिसको कुकिङमा लागेको थिएँ। त्योमा पनि फेरि नै अफसरसित
बेहेसबाट अफसरले डिसमिस गरिदियो त्यहाँ त अब न त्यहाँदेखि छाडेर फेरि आफ्नो प्राइभेट काम गर्नु लागि तपाईँ भनिसकेपछि अहिले 50 वर्ष भइसक्यो नेपाल आउनु भएको छ नेपालमा अब यो अहिले नारायणपुर भन्ने ठाउँमा दाङको नारायणपुर भन्ने ठाउँमा चाहिँ यहाँ ठाउँमा चाहिँ कसरी आइपुग्नु भयो यहाँ चाहिँ न उहाँ न इन्डियामा त्यही न त्यस्तै नाथाबाट न अब न नाथदारबाट अब न कोही भतिजा यता न छोरा भतिजा पर्नुभयो तिनीहरूसित सङ्घर्ष गरेर आइपुग्यो तपाईँले आफै नाता लगाउनु भयो त्यहाँको बसेको हिसाबले नाता लगाउनु भयो अनि अहिले चाहिँ तपाईँ यहाँ आउनुको मुख्य कारण के थियो भने बुवा र मित लगाउँदाखेरि तपाईँ चाहिँ बुवा बनिदिनु भयो त्यति बेला बुवा बन्नुभयो अङ्कल भन्दा भन्दै गइसकेपछि तपाईँ दाङको नारायणपुरमा अहिले चाहिँ मेरो बाजी बन्नुभयो घुम्नले आएन म हजुर घुम्न आउनुभयो अनि यत्रो वर्ष हुँदाखेरि तपाईँलाई उता रुकुम जान मन लागेन तपाईँको जन्मिएको ठाउँमा बुवा आमा कस्तो हुनुहुन्थ्यो होला भाइ बहिनीहरू कस्तो थिए होला भयो होलान् दाइहरू कहाँ हुनुहुन्छ होला भन्ने कि लागिन त्यति बेला अब यादै लागिन अब त्यस बेला अब उतै रमाउनु भयो उतै रमाइयो उतै खाइयो कहिले याद आयो कि होइन आमा के गर्दै हुनुहुन्छ होला भन्ने याद आयो सुरुमा त याद आयो त्यसको अब जस्तो न बित्दै गर्नु 15-20 साल काट्यो त्यसको बादमा अब यादै भुल्यो यादै आएन नि यादै आएन त्यसको बादमा पहिला त अब न आमा कस्तो हुनुहुन्छ होला बुवा कस्तो हुनुहुन्छ होला भनिरहनु यादहरू आयो त्यसको बादमा अब 20 साल काटिसकेपछि अब सक हुनु त्यहाँदेखि कोही यादै आएन त्यही पनि आमाले त खोजिरहनु भएको थियो होला तपाईँलाई बुवाले पनि खोजिरहनु भएको थियो होला दाइ भाइले पनि खोजिरहनु भएको थियो होला तपाईँले एकचोटि चाहिँ गइदिउँ जस्तो लागेन अब उतैतिर अब उतै खाने उतै रमाउने गरिदियो बस त्यस्तै हरायो उमेर यत्रो 64 वर्ष पुग्दाखेरि अहिले चाहिँ तपाईँलाई के जाम जस्तो लागेको छ कि तपाईँको जन्मेको ठाउँ अब अहिले अब न चलन गएर न कहीँ न कोही न अब नाला बेला मिल्छ कि भन्ने अब न आशा अब न अहिले उमेर 64 वर्ष पुग्दाखेरि तपाईँलाई चाहिँ यस आफन्तहरूलाई भेट्न पाए हुन्थ्यो कोही हुनुहुन्छ कि भन्ने चाहिँ अहिले चाहिँ याद आउन लाग्यो होइन त्यही याद आउन लाग्यो अब पहिला न सोचिन अब न त्यस्तै हो निर्भर पहिला चाहिँ त्यस्तो याद आएन अहिले चाहिँ अब तपाईँको बुवा आमा त अब त्यत्रो 45 वर्ष हुनुहुन्थ्यो भन्नुभयो बुवा अनि आमा 40 वर्ष भयो हुनुहुन्थ्यो भन्नुभयो अहिले त तपाईँ हराएको नै गाउँबाट हराएको नै अब हिँडेको नै 50 वर्ष पुगिसकेको छ त्यसमा अहिले आमा हुनु पनि सक्दैन अब न त्यो थाहा छैन के छ तपाईँलाई आमासँग भेट्न मन लागेको छ कि छैन बुवासँग भेट्न मन लागेको छैन अब न गएपछि अब जिउँदै भएन न अब न भेट हुने लाग्थ्यो अब न छन् कि छैनन् भन्ने अब न त्यो न अब कुन उजो छैन अनि प्रमाण बुवा आमा सकेसम्म त हुनुहुन्छ होला अझै पनि हुनुहुन्छ होला अझै 90 वर्षसम्म त मान्छे 100 माथि नै बाँच्छन् पनि तर पनि सकेसम्म त भेट होला बाजे होइन दाजुभाइसँग त जसरी पनि भेट हुन्छ तपाईँको गाउँ कस्तो ठाउँमा थियो कि याद छ तपाईँलाई त्यो रुकुम को के गाउँ भन्नु पर्यो काँक्री भन्ने गाउँ कस्तो थियो कि भन्न सक्नुहुन्छ त्यहाँ हाम्रा साथीहरू हुनुहुन्छ त्यहाँ साथीहरूले पनि तपाईँलाई पुर्याउन सक्नुहुन्छ होला अब मेरो त आज ठ्याक्कै बिदा सकिन्छ म जानुपर्छ म साथीहरूलाई यो भिडियो पठाइदिउँला तपाईँ पुग्न मन लाग्छ छ कि छैन तपाईँको जन्मिएको ठाउँमा अब जान्छु एकचोटि नै जाने मन लागेको छ घुमेर आउँछु के याद छ त्यो वरपरको बारेमा तपाईँलाई भनिदिनुहोस् त तपाईँलाई याद भएको कुराहरू चाहिँ त्यहाँ 50 वर्ष भएको कुराहरू अब न त्यही हो अब गाउँदेखि न तल न खोलामा न अब स्कुल थियो गाविस थियो त्यति स्कुलको नाम के थाहा छ स्कुलको नाम पनि त्यति थाहा छैन हामी पढेको स्कुलको नाम पनि त्यति अब न भुलिसक्यो न यत्रो 50 वर्ष न सबै नाम बिर्स्यो तर गाविस चाहिने न यति थाहा छैन काँक्री गाविस भन्थे गाविस त्यति थाहा छैन काँक्री गाविस भन्थे काँक्री गाविस भन्थे गाउँको नाम चाहिँ के गाउँ पञ्चायत भन्थेन काँक्री गाउँ पञ्चायत भन्थे उस बेलाको गाउँको नाम चाहिँ के थियो त गाउँ चाहिँ त्यही जो थियो काँक्री जो थियो काँक्री नै गाउँ काँक्री रुकुम जिल्ला रुकुम गाउँ काँक्री जिल्ला रुकुम कतिसम्म पढ्नुभयो त्यो स्कुलमा केही थाहा थियो कतिसम्म पढाइ हुन्थ्यो तपाईँ त्यो छोड्दाखेरि त्यो स्कुलमा न
पढाइ त त्यति न मैले सोधिनँ, तर म 3 कक्षा तक पढाएको। त्यहाँ न पढाइ त अब कति तक हुन्थ्यो अब न त्यति थाहा छैन। अब उस बेला जमानामा अब पढाउने मास्टर पनि अब न त्यस्तै थियो। उस बेला जमानामा कापी किताब पनि हुँदैन थियो। अब न खरी हुन्थ्यो, हामीले न काठोको फट्टामा अब कालो मुसी अँगार कुटेर त्यहाँ त त्यो कुटिकन त्यसले मुसी लगाएर त्यसमा न अब न खरी भन्नेले न अब त्यो लेख्ने गर्थ्यो। अनि तपाईँहरूको अङ्कलहरू काकाहरू अनि आफन्तहरू हुन्छ होला नि, के याद छ तपाईँलाई? तिनको नाम बिर्सेन। 2टा अङ्कल थिए, अब तिनको नामै नाम बिर्सिनु भयो। अनि त्यो अङ्कलको नामै चाहिँ बिर्सेँ मैले। अनि मामाहरू एउटा मामा हुनुहुन्थ्यो अरे, अब मामाको नाम बिर्सिके एउटै मामा हुनुहुन्थ्यो। ठाउँ त थाहा होला नि त, यो ठाउँमा हुनुहुन्थ्यो मेरो मामाहरू। मामाको गाउँ चाहिने उता 4 गाउँ सिस्ने खोला भनेर भन्थे। 4 गाउँ सिस्ने खोला तपाईँको मामा घर थियो? मामाको नाम थाहा छैन? थाहा छैन। अब त्यहाँ 1.5 दिन लाग्थ्यो जानलाई नै। तपाईँलाई सिर्फ याद छ, बुवा आमाको नाम चाहिँ थाहा रहेछ नि? बुवा आमाको नाम थाहा थियो, मामाको नाम न अब याद छैन थियो। माउलो यति थाहा थियो कि अब 1.5 दिन लाग्थ्यो त्यहाँ जानलाई, ठ्याक्कै 1 दिन र। तपाईँ गाउँबाट अनि यस्तो हुन्छ नि बाजे, तपाईँको गाउँदेखि वरपरको गाउँको नाम थाहा छ कि छैन? यति भन्नुहोस् त। हाम्रो पूर्वतिरको लुकुम भन्ने गाउँ थियो। पूर्वतिर लुकुम भन्ने गाउँ? लुकुम भन्ने गाउँ थियो। पश्चिमतिर थियो खबाङ भन्ने गाउँ थियो। खबाङ त्यहाँ ढुङ्गा खानी थियो। ढुङ्गा खानी त्यहाँबाट अब गाउँतिर घर बनाउन बेला त्यो माथि छानाले न ढुङ्गा लगेर जान्थ्यो। अन्त नै त्यति मैले त्यति न कुरा बुझिनँ, तर त्यो ढुङ्गा लिन जान त्यति 2टा गाउँ न त्यति न सुनेको थियो। के गाउँ भन्नु पर्यो? एउटा माथि अलि उतातिर पूर्व साइडतिर अब लुकुम भन्ने थियो। लुकुम भन्ने गाउँ भयो। पश्चिमतिर न अब खबाङ भन्ने गाउँ थियो। खबाङ भन्ने त्यति याद छ तपाईँलाई? अरू के याद छैन? अनि तपाईँको घर चाहिँ कस्तो थियो, कस्तो केबाट बनेको थियो, केही छ त्यति बेला? वरपर रुखहरू हुन्छन् अथवा ठुलो रुखहरू यस्तो हुन्छन् नि? त्यस्ता रुखहरू के हुन्छन् त्यो मेरो घर न ढुङ्गे गर्थ्यो सानो। अब न उता खोलाबाट आना बेला पानी। खोला चाहिँ के नाम थियो? खोला त्यो धारा थियो। अब न त्यहाँ न धारा चाहिने न हाम्रो न त्यहाँ न 2टा धारा ताम्बाको थियो, एउटा धारा चाहिने न पितलको थियो। त्यो खोला भन्नुभयो नि तपाईँले, त्यो खोलाको नाम के थियो भन्नुहोस् त, याद छ? खोला छैन त्यो, हुँ मूलपानी थियो त्यो। मूलपानी थियो। हुँतिर मूलपानी आउँथ्यो, तीन धारा लगाएको थियो माथिबाट। अब हुँतिरबाट न निस्किने गर्थ्यो, त्यहाँ त धारा अलग अलग बनाएको थियो। अनि तपाईँ 14 वर्षको उमेरमा के भनेर जानुभयो त? कहाँ हिँड्छु जान्छु भनेर घरमा केही भन्नु भएन? के नभनेर हामी हिँड्यौँ, 3 जना भएर हिँडेको। अब सुरुमा आयौँ यस्तै न, अब हिँड्दै आयौँ यतातिर यी दाङ भएर अब नेपालगञ्ज निस्क्यौँ। नेपालगञ्ज गएर अब उतातिर न अब 1 साल जति उतैतिर बस्यौँ। त्यहाँदेखि इन्डिया लाग्यो। इन्डिया लाग्नु त्यसपछि? भनेपछि तपाईँ इन्डिया अनि त्यसपछि नेपाल कुन ठाउँ आउनुभयो, कुन जानुभयो त? फर्केर आएर अब काठमाडौँ गइयो, बुटोल काठमाडौँ यिनीहरू घुम्यो। अब उता काठमाडौँ बुटोल जाँदाखेरि तपाईँले रुकुम जान मन लागेन त बाजे? म फर्केर गइनँ, अब यादै आएन त्यतातिर, अब गइनँ। अझै पनि बुवामा हुनुहुन्थ्यो होला, तपाईँले त गाली गर्नु थिएन होला कि छोरा आयो भने छोराको आसमा पनि हुनुहुन्थ्यो होला, कहिले आउला मेरो छोरा? त्यस्तो सोच भयो। अनि घरजम गर्नु भएन त? घरजम अब गर्दै गरिनँ मैले अब त्यहाँदेखि गएको कुराले के गर्ने, अब गर्दै गरिनँ। गर्नु भएन नि? यत्रो बेरसम्म तपाईँले घरजम नगरेर बस्नुभयो, त्यतिकै आफै रमाउनु भयो, बुवा आमाको पनि त्यति बेला याद आएन? अहिले चाहिँ नागरिकता त त्यसो भए भएन तपाईँको? भएन, छैन मेरो नागरिकता। इन्डियाको केही छ त कागज पत्र, केही बन्यो? इन्डियाको त अब छ, अब इन्डियाको भएर के गर्ने। अब इन्डियाको कागज पत्र जो त्यहाँको रासन कार्ड के भन्छ नि त्यो छ। अब यहाँ नेपालको के काम पर्यो, नेपालमा आएपछि। भनेपछि तपाईँ जान मन छ तपाईँको गाउँमा, काँक्रीमा जान मन छ? अब एकचोटि जान्छु, अब हेर विचार गर्छु। अब त्यहाँ त अब आफन्तहरू भेटिन्छ कि नि, समस्या बुझेर आउँछु भन्ने नै विचार छ।
तपाईँलाई मैले लिएर जान्थेँ बाजे। अब मेरो बिदा आज ठ्याक्कै सकिन्छ, फेरि म काठमाडौँ जानुपर्छ आज। म यो पोस्ट गर्छु, भिडियो पोस्ट गर्छु। अनि कोही साथीभाइलाई पनि, यहाँको पत्रकार साथीहरूलाई पनि चिन्जान छ मेरो अलिअलि, उहाँहरूलाई भनिदिन्छु जान्नु। अब कि त तिहारमा म आएर जाउँला। तिहारमा अब काफी जो छ यार, त्यसमा जान ल। भनेपछि तपाईँलाई यो दसैँ तिहारको बिचमा त्यहाँ गएर त्यहाँ हेर्ने मन छ तपाईँको जन्मेको ठाउँ? तिहारमा हेर्ने विचार छ नि, त्यही भएर जान्ला। अनि म त हुँदैन, अब म यो भिडियो पोस्ट गर्छु, पोस्ट गरिसकेपछि तपाईँलाई अब ठ्याक्कै हिँड्दा कोही न कोही त्यहाँ पत्रकारले नै देख्यो भने म भनिदिउँ होला, त्यो भन्छु तपाईँलाई। भनेपछि तपाईँ गाउँमा जान मन छ, तपाईँको आफन्तहरू को हुनुहुन्छ उहाँलाई चाहिँ भेट्न मन छ? भेटाउँछु भन्ने न कोसिस गरेको छु। अहिले तपाईँ 64 वर्ष पुग्नुभयो। तपाईँ 2032 सालमा 14 वर्षको उमेरमा तपाईँ इन्डिया जानुभयो साथीहरूसँग लागेर। अनि अहिले चाहिँ तपाईँ घर छोडेको चाहिँ 50 वर्ष पुगिसकेको छ। अहिले तपाईँ 64 वर्ष पुग्नुभयो। पुगे पुरा 64 वर्ष पुगे। अब त्यही भएर अब जाम हेरौँ, यताउता विचार गरौँ भन्ने त्यही हो उपाय। अब बाँकी अब नहुने न के थाहा। अब नागरिकता बने पनि ठिकै छ, नबने पनि ठिकै छ। अब एकछिन गाउँ हेरेर आउँछु। नागरिकता अब त्यही कसैले अब सिफारिस गरिदियो भने बन्ने हो, नबने न चल्ला, त्यो पनि ठिकै छ। दाजुभाइ भेटेपछि सिफारिस गर्नु लाग्नु तपाईँले के त्यहाँ अब सबै चिन्हबारे चाहिँ नाम पनि भन्नु बुवा आमाको त्यहाँ हराएको यति वर्ष? तिनीहरूले न यही भन्नु पर्यो कि अब मलाई नागरिकता प्रमाणपत्र देऊ। अब म सम्पत्ति पनि खान्न, के पनि खान्न। अब मैले कमाइ दिइनँ, म बाहिरै रमाने गरेँ, उतै रमान्छु म। अब मलाई त्यही नागरिकता प्रमाणपत्र चाहियो, बाँकी केही पनि चाहिएन भने भन्छु। हो, त्यति एउटा नागरिकता भए हुन्थ्यो भन्ने छ, अरू केही त्यस्तो आश केही छैन। सम्पत्तिहरू अब दाजुभाइहरू भेट्दाखेरि फेरि के सम्पत्ति खान आयो भन्ने त्यो लोभ छैन तपाईँलाई? छैन लोभ। यत्रो वर्ष मैले कमाइ पनि दिएन, म अब बुवा आमा के सम्पत्ति छ त्यो पनि म लिन्न। सिर्फ मलाई चाहिँ एउटा नागरिकता भए हुन्छ। हुन्छ, त्यति अब बनाइदिन्छ भनेपछि त्यही गयो उनको कोही पत्रकार लगाएर त्यही बनाउँछु। बाँकी चाहिँदैन, मलाई कोही पनि चाहिएन। हुन्छ त बाजे, म यो भिडियो पोस्ट गर्छु। ठ्याक्कै तपाईँ 2000 अहिले तपाईँ 64 वर्ष पुग्नुभयो होइन? 64 वर्ष पुग्नुभयो। पञ्चायत कालमा हिँडेको, पञ्चायत कालमा हिँड्नुभयो। अहिले चाहिँ घर जान मन लाग्यो। हुन्छ, मैले यो भिडियो पोस्ट गर्छु। कसैले तपाईँलाई चिन्नुभयो भने आफन्तहरू सम्पर्कमा आइदिनु होला। तपाईँको नाम चाहिँ के भन्नु अरे? मोहन घरती मगर। मोहन घरती मगर। उहाँको जन्मेको ठाउँ चाहिँ रुकुमको काँक्री। बुवाको नाम धनबहादुर घरती मगर। आमाको नाम मेघकुमारी घरती मगर। अनि उहाँको चाहिँ दुईटा दाजु, एउटा दाजु दुईटा भाइ। एउटा दाजु दुईटा भाइ हुनुहुन्छ, एउटा बहिनी हुनुहुन्छ। रुकुमको काँक्रीमा उहाँको जन्मस्थान। उहाँ चाहिँ लगभग अहिले 64 वर्ष पुग्नुभयो। 50 वर्ष चाहिँ उहाँ चाहिँ गाउँ छोडेर हिँडेको भन्नुभयो। हुन्छ बाजे, तपाईँले सकेसम्म दसैँ यतै रमाइलो गर्यो दाङतिर। अब हाम्रो बुवाको मित लगाउँदाखेरि चाहिँ बुवा बनेर चाहिँ एउटा माया दिनुभएछ होइन, एउटा अभिभावकको भूमिका निभाउनु भएछ। त्यसै कारण चाहिँ यता दाङ आउनुभयो। तपाईँको बारेमा मलाई थाहा थिएन। अस्ति चाहिँ अब रुकुममा जान्छु नाति, नाइता साइता बनाउँछु भन्नुभयो र तपाईँको चासो लिएँ मैले। जे पनि कति यति 50 वर्ष पुगिसकेको रहेछ। सकेसम्म दाजुभाइलाई भेट्नु होला, म साथीभाइलाई पनि भनौँला है। नभएपछि तिहारमा म बिदा आउँछु, तिहारमा जाउँला है। हुन्छ, त्यही गरौँला त। हुन्छ बाजे, हस् बाजे, हस्।